युवा वर्ष मोती पुरस्कार 2081 यो भनेको कसलाई प्रदान गरियो? यो भनेको केदार श्रेष्ठलाई प्रदान गरियो। केदार श्रेष्ठलाई प्रदान गरियो। उहाँ भनेको युवा बाल साहित्यकार हुन्। उहाँ भनेको युवा बाल साहित्यकार। उहाँको फेस भन्दाखेरि यस्तो यो भनेको भेरी एट्र्याक्टिभ चार्मिङ पनि रहेको छ। त्यसो भए युवा वर्ष मोती पुरस्कार 2081 जुन रहेको छ यसको राशि कति रहेको छ? यसको राशि भनेको 40,000 मात्र रहेको छ। 40,000 मात्र रहेको छ। 40,000। अब हामी हेर्छौँ गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार 2081 को बारेमा। यो भनेको एकदम लेटेस्ट रहेको छ। हेर्नुहोस् यहाँ प्रसाद लागेको छ भने यो प्लेसमा पनि प्रसाद रहेको छ, रामप्रसाद। डाक्टर रामप्रसाद गेवालीलाई प्रदान गरियो। त्यसो भए डाक्टर रामप्रसाद गेवाली भनेको कस्तो खाले व्यक्ति और व्यक्तित्व? उहाँ भनेको कवि तथा समालोचकको रूपमा चिनिनुहुन्छ। त्यसो भए गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार भनेको यहाँ प्रसाद लागेको छ भने यो ठाउँ पनि प्रसाद लागेको छ, रामप्रसाद गेवाली भनेर हामीले यसो सम्झिनुपर्छ।